गर्नुपर्छ भनेर मलाई कम्प्लिट कोर्स सिकाउने मेरा आदरणीय गुरु केपी शर्मा ओलीज्यूलाई लिएर आएको छु। हजुरलाई कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद। आजको मेरो स्टार्टिङ कस्तो लाग्यो तपाईलाई? वाउ, थ्याङ्क यू बा। मैले रोस्टिङ गुरु भने रिसाउनु त भएको छैन नि? ठिक भन्नु। आहा, कति पोजिटिभ हुनुहुन्छ है तपाईँ। मेरो योभन्दा अगाडिको रोस्टिङ भिडियो कस्तो लाग्यो तपाईँलाई? छक्क पर्यो अस्ति नै। हो र, छक्कै पर्नुभयो? थ्याङ्क यू बा, थ्याङ्क यू। अनि के सोच्नु भयो मेरो भिडियो हेरेर? कत्रो आँट होला। तपाईँलाई रोस्ट हान्न के आँट आउनुपर्छ हौ? तपाईँहरूले ल्याइदिएको गणतन्त्रमा यतिको हान्न पाइँदैन? यति त हान्नै पर्यो नि। अनि तपाईँ त अलि बुढो बुढो हुनुभएछ नि अहिले त। मलाई बुढो के भएको आँखा होला? होइन, नरिसाउनु है, रेला गरेको नि। तपाईँ त भर्खर 20-21 जस्तै देखिनुहुन्छ हौ। वाउ, बाबे हेर न, फुरुक्कै भइहाले। अस्ति तपाईँकोमा आउँदा मलाई पनि केही खुवाउनु भएको थिएन, म पनि केही खुवाउँदिनँ है। भइगयो त। ओके, अनि तपाईँहरूको यो पार्टी आफै सत्तामा छ, आफै सडकमा जनजागरण इनर्जी ड्रिङ्कवाला सभा भन्दै कुदेको देख्छु। के तपाईँहरू अहिले अस्तित्वको लडाइँमा हो? अस्तित्वको लडाइँमा होइन, हामी विजयको यात्रामा छौँ। हो र, त्यो विजय साईको यात्रामा? त्यो त हावा छ है, त्यसको पछि नलाग्नुहोस्। तपाईँभन्दा कडा छ त्यो। देख्नुभयो? ए छोडिदिउँ यो कुरा, यस्ता हावा मान्छेको कुरा। अनि यो तपाईँहरूको एक प्रकारको आन्दोलन नै हो। यो आन्दोलनबाट के घोषणा र के सङ्कल्प गर्नु भएको छ? हाम्रो यस आन्दोलनलाई, हाम्रो पार्टीलाई, हाम्रो राष्ट्रिय शक्तिलाई मिसन 84 मार्फत देशको निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने घोषणा गरेका छौँ, सङ्कल्प गरेका छौँ। तपाईँहरू त त्यही जित्ने सङ्कल्प त लिनुहुन्छ नि। देशको लागि पनि केही गर्ने सोच्नुहोस् न हौ। अलिक हतार गर्नुहोस् न देशको लागि पनि। किन हतार त? हतार गरेर हुन्छ? हतार गर्नु परेन। तपाईँ पो अजम्बरी हुनुहुन्छ। हामी त छिटै मर्छौँ नि। लु भन्नु नि त, लु अब उता देश बनाउने कुरा गरौँ भने मान्नै हुन्न। पार्टीकै कुरा गरौँ। तपाईँको पार्टी कस्तो पार्टी हो लु भन्नु त? राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो। पञ्चायतसँग जुधेर बाँचेर आएको पार्टी हो। निरङ्कुश राजतन्त्रसँग जुधेर निरङ्कुश राजतन्त्रलाई रस्यानमा पुर्याएर मिल्काएर आएको यो पार्टी हो। तपाईँले त अनि त्यतिखेर गणतन्त्र ल्याउनु भनेको बैलगाडामा चढेर अमेरिका गए जस्तै हो भनेर भन्नुहुन्थ्यो अरे त। अनि जता पावर उतै तपाईँको टावर हो। ठिक भन्नु। यसरी सबै कुरा आफै नखोल्नु न हौ। यो त कस्तो भने? लु पर्दैन भन्नु, अहिले सबै कुरा बिग्रिन्छ। यही धेर बोल्ने बानी त तपाईँको खराब छ त। म अरू कुरा गर्छु ल, कुरा घुमाउँ न। तपाईँ सबै पोल आफै खोल्नुहुन्छ यार। भइगयो त। तपाईँको पार्टीका कार्यकर्ताहरूले तपाईँहरूको भित्री कर्तुत थाहा पाएर अहिले पुरै विचलित भएका छन्। के भन्न चाहनुहुन्छ कार्यकर्ताहरूलाई? यो पार्टी कहीँ जित्दैन कि, यसले गरेको घोषणा पुरा हुँदैन कि भन्ने यस प्रकारको मनमा आशंका नलिन आत्मविश्वासका साथ अगाडि बढ्न म कार्यकर्ता पङ्क्ति